आमामामामामा के साह्रो झाडी हो, के साह्रो झाडी हो। यसो केही समय नआइदिएको घर, यो गाउँको घरमा सबै झाडीले ढाकेछ, सबै झाडीले ढाकेछ। आमामामामा ओहो के साह्रो झाडी हो, के साह्रो झाडी। पाइला राख्ने ठाउँ छैन त, कुरै कुरो। ओहो सब झाडीले ढाकिसकेछ। ल हेर्नुहोस् है मेरो प्यारो साथीहरू, घर पुरै झाडीले ढाक्न थालिसकेछ। ल हेर्नुहोस्, जता हेऱ्यो त्यतै झाडी नै झाडी छ, त्यतै झाडी नै झाडी। आमामामामा घरमा प्रवेश गर्ने प्रवेशद्वार पनि झाडीले ढाकिसकेछ। ल हेर्नुहोस्, ओहो ल किचन त झन् अझै केही समय नआएको भए त पुरै ढाक्दो रहेछ नि। मस्त ढाकेछ है झाडीले, मस्त ढाकेछ। ल आफ्नो हाइट बराबरको झाडी हुन लागिसकेछ यता। ल के गर्ने झाडीले ढाकेको मेरो सुन्दर घर भनेको यही हो। के गर्ने, पुरै भताभुङ्गै बनाइसकेछ झाडीले। गाह्रो छ हो, गाह्रो छ। वेलकम छ है मेरो प्यारो मित्रलाई प्रकाश थापाको युट्युब च्यानलमा। आज केही समयपछि यसो आफ्नो गाउँको घरमा आएको, पुरै झाडीले ढाकिसकेछ यो गाउँको घरलाई। त्यही भएर म मित्रहरूलाई के सन्देश दिन चाहन्छु भने है, सकेसम्म आफ्नो गाउँमा या कतै पनि घर छ यसो रेखदेख चाहिँ गरिरहनुपर्छ। नत्र त हेर्नुहोस् अहिले कस्तो छ है मेरो घरको हालत, यस्तै हुन जान्छ है। त्यही भएर यसो विदेशमा हुनुहुन्छ भने अलग कुरा हो, नत्र आफ्नै देशमा हुनुहुन्छ भने यसो टाइम मिलाएर भए पनि आफ्नो गाउँको घरहरूतिर पनि यसो चेक जाँच चाहिँ गरिरहनुपर्छ। जे भने घर भनेको घर हो है, पुर्खाहरूले आर्जेको सम्पत्ति हो। त्यही भएर यसो केयर चाहिँ गर्नुपर्छ। म पहिला आइरहन्थेँ, मेरो पुरानो भ्लगमा पनि छ यो घरको सिनहरू, तर यति साह्रै भएको छ जस्तो चाहिँ मलाई लागेको थिएन है। लगभग म कति 1 महिना जति आइन होला, 1 महिना नआउँदा हेर्नुहोस् यस्तो छ घरको हालत। पुरै यता अङ्कल आन्टीको घर पनि पुरै ढाकिसकेछ झाडीले। धन्न उता काठमाडौँबाट बहिनी आएर बेला बेलामा सफा गरिरहेको हुन्छ। म यहीँ तल बजारमा भएर पनि यहाँ आउन ल 20-25 मिनटको टाइम छ है। र पनि खै के भयो के अब यताउता काम भन्यो, अब आफ्नो खेततिरको काम यताउता गर्दा त्यतिकैमा टाइम गयो। अब त घर चेक गर्न आइएन, आज यसो आएको मल बोक्नु पऱ्यो भनेर है, यसो खेततिर मल बोक्नु पऱ्यो। त्यही भएर यसो आएको। आज घरको हालत देख्छु त आमामामा म कहाँ आछु म घर आछु या कुनै भर्खर अब बन्न लागेको जङ्गलमा आछु। म आफै कन्फ्युज भइरहेको छु है मित्रहरू। के गर्ने ल हेर्नुहोस्, आमामामा कुरो यो फेरि यो टोटल्ली कुरो है, यो कुरो यो मस्त लाग्ने खालको कुरो हो यो। पुरै कुरोको झाडीले ढाकिसकेछ, पातीघारी जस्तो हुन थालिसकेछ घर है। अब के गर्ने ल, यस्तै छ घरको हालत। आज मूल बोक्नु पऱ्यो, जुन चाहिँ रेडी छ। अब त्यसपछि लाएर टक्क लाएर अब नाम्लो रेडी छ। अब चट्ट एउटा कोदालो खोज्नु पऱ्यो, कोदालो या कोदाली जे हुन्छ। ल हेर्नुहोस् मित्रहरू, झाडी पुरै कुरो। के गर्ने के लाग्छ र है, के लाग्छ र हो, के लाग्छ र। सर्प आउने सम्भावना बढी हुन्छ कि यस्तो भयो भने। धेरै भयो है यो घरमा बसोबास नगरेको, तर बेला बेलामा आएर चेक जाँच चाहिँ गरिरहन्थेँ। अहिले चाहिँ लगभग 1 महिना जति भन्न आएको। यस्तै छ है मित्रहरू मेरो गाउँको घर। त्यही भएर हजुरहरूलाई चाहिँ मैले के सन्देश दिन चाहेको यो मेरो गाउँको घर देखाएर भन्दा त्यही हो, आफ्नो गाउँठाउँमा कुनै घरहरू छ, यताउता जग्गा जमिन छ भने केयर गरिरहनुपर्छ है। हामी जति आफूले माया गरिन्छ त्यति नै आफ्नो घर खेतहरूलाई पनि माया गरिरहनुपर्छ भन्ने कुरा चाहिँ मलाई आजको यो के भन्छ यो पलले मलाई धेरै पाठ पढायो है। यो भिडियो मार्फत म मेरो प्यारो मित्रहरूलाई यही सन्देश दिन चाहन्छु।